Great morning, all the leaders. सबैलाई नमस्कार छ अनि तपाईहरूलाई शुभ सन्देश यस अहिलेको चलिरहेको हाम्रो प्रमोसन छ जो थाइल्यान्ड प्रमोसन छ र हाम्रो लक्ष्य 111 जना विजेता बनाउने लक्ष्य छ विनर्स टिम्स. दिस टाइम आवर मिसन विल बी completed because all the leaders are positive now. अनि यो हाम्रो एउटा लक्ष्य पहिल्यैदेखिको लक्ष्य यसपटक पुरा गर्नेछौँ किनभने यसपटक टुर कम्पनीले 15 वर्षको इतिहासमा सबैभन्दा सजिलो र एकदमै राम्रो र यसपटकको टुरलाई किन जित्नु पर्छ भन्ने कुरा छोटो म आवश्यकतालाई बुझाउन चाहन्छु. पहिलो कुरा त यस कम्पनीले 1000 जना विनर टिम बनाएर 15 वर्षको इतिहासमा अन्तर्राष्ट्रिय सम्मेलन ओरेन्ज सम्मेलन गर्न गइरहेको छ, यानि कि इन्टरनेसनल कन्फरेन्स अफ ओरियन्स, जहाँ ओरेन्ज भिजन 2030 को बारेमा सँगै कम्पनीको लक्ष्य प्राप्तिको लागि 2030 भित्रमा 30+ कन्ट्रीहरू ब्रान्चेस इस्टाब्लिस गर्नेदेखि लिएर र कम्पनीको आफ्नो भविष्यका योजनाहरू र भविष्यमा आउन सक्ने वेलनेस रिभोल्युसनरी प्रोडक्ट्सको बारेमा र कम्पनीको आफ्नो योजनाको बारेमा साथसाथै अन्तर्राष्ट्रिय लेभलमा कम्पनी जाँदाखेरि अन्तर्राष्ट्रिय लेभलको लिडरसिपको क्वालिटिजका कुराहरू, लिडरसिपमा हुनुपर्ने प्रेरणाका कुराहरू, जीवन उपयोगीका ज्ञानहरू, यी कुराहरूलाई चाहिँ समेटेर चाहिँ एउटा अन्तर्राष्ट्रिय कन्फरेन्स हुन गइरहेछ जो विश्वस्तरीय हुनेछ. र यसपटकको टुर चाहिँ मात्र तपाईँको टुर नभएर थाइल्यान्ड टुर चाहिँ एउटा तपाईँको अन्तर्राष्ट्रिय सम्मेलन पनि हुन गइरहेको हुनाले, एउटा अन्तर्राष्ट्रिय गोष्ठी पनि हुन गइरहेको हुनाले हामीले यसमा इतिहास बनाउन सक्छौँ र आगामी दिनमा यो कन्फरेन्स एटेन्ड गरेको लिडर्सहरूले चाहिँ विश्वव्यापी रूपमा आफ्नो टिमलाई, सिस्टमलाई अगाडि बढाएर स्वास्थ्य, समृद्धि र खुसी जीवनलाई चाहिँ एकदम सुन्दर बनाउन सक्ने परिस्थितिको सिर्जना निर्माण हुने मैले विश्वास राख्दछु. त्यसैले गर्दा सम्पूर्ण लिडर्सले आजैदेखि नै अब हामीसँग 9 हप्ताको टाइम रहेको छ, क्लोजिङ रहेको छ. यो 9 हप्ताको क्लोजिङमा हामीले चाहिँ धेरैभन्दा धेरै हाम्रो टार्गेट 111 प्लस छ, त्यो 111 भन्दा बढी जिताएर आफ्नो टिमलाई जति सक्दो चाहिँ अन्तर्राष्ट्रिय कन्फरेन्स साथै थाइल्यान्ड टुरमा चाहिँ हामी इन्जोय गर्नेछौँ र भविष्य बनाउनको लागि यो एउटा महत्त्वपूर्ण कन्फरेन्स गोष्ठी हुनेछ अन्तर्राष्ट्रिय. सबैजनालाई म हार्दिक वेलकम गर्न चाहन्छु र त्यसको भन्दा अगाडि चाहिँ हामी सबैले चाहिँ आफ्नो तर्फबाट बेस्ट टिम 10 जनाको टिमहरू बनाएर जिताउने लक्ष्यको साथ अगाडि बढौँ. सो विश यू अल द बेस्ट सम्पूर्ण लिडर्सलाई. जय ओरेन्ज and see you in Thailand International Conference. Thank you very much for supporting. Wish you all the very best. Jai Orange, Jai RDGTS, Jai all the RDGTS team. Thank you very much.